मैले चाहिँ आज दिउँसोको खाजा करेन्ट चाउचाउ र पास्ता मिसाएर बनाउन लागेको। हेरौँ, फर्स्ट ट्राई हो, कस्तो हुन्छ हेरौँ है त। मैले चाहिँ कराईमा पानी बसालेर पास्ता हालेँ, अनि एकछिन थोरै थोरै गल्न दिएँ। त्यसपछि चाउचाउ मिक्स गरेँ, अनि चाउचाउमा भएको चाहिँ मसलाहरू सबै एक एक गर्दै हाल्न थालेँ, अनि अलिअलि गर्दै हाल्न थालेँ। त्यसमा फेरि प्याज पनि अलिकति थोरै काटेर हालेँ। पहिल्यै फ्राई चाहिँ गरिनँ, आज छिट्टो र मिठो बनाउन लागेको छु। अनि त्यसपछि प्याज हालेपछि थोरै गोलभेडा पनि काटेर हालेँ, अनि त्यसको मसलाहरू हालेँ मैले, अनि सस पनि हालेँ। ससहरू हालेर एकछिन चलाएँ, अनि एकछिन गल्नको लागि छोडिदिएँ। अलिअलि गल्न पनि थाल्यो, अनि एकछिन चलाउँदा परक चलाउँदा अनि एकछिनमा खानालाई रेडी हुन्छ। हेर्नु न कस्तो हेर्दै खाउँ लाग्दो, छिट्टो पनि मिठो पनि भएको थियो लास्टमा खाँदाखेरि। अनि अहिले चाहिँ मैले प्लेटमा पनि हालिसकेँ, अनि मिठो भएको थियो। हजुरहरू पनि बनाएर खानु।